यस भिडियोमा म तपाईलाई घरमै बसी पैसा कमाउन सिकाउन गइरहेको छु र यो प्रोसेस निकै सजिलो छ। यो प्रोसेसमा घाटा हुने पनि सम्भावना छ, त्यसैले घाटा नहुन दिनको लागि यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। यो भिडियो भइसकेपछि तपाई घरमै बसी पैसा कमाउन सक्नुहुन्छ। टक्क लाएर यो एरिया पुरै किन्दिने, किनेर हामीले बाउन्ड्री लगाइदिने। बाउन्ड्री मतलब जाली खाले। यो तरिका नेपालमै 30 लाख जना मानिसहरूले फलो गर्छन् र यो तरिकाबाट आम्दानी गरिरहेका छन्। यदि तपाई पछाडी छुट्नु भएको छ नि यो भिडियो सँगसँगै अगाडि बढ्नु होला। यसबाट इन्कम हुन्छ कि नै भन्ने कुरो पुष्टि गर्नको लागि तपाईले मेरो सिद्धार्थ बैंक एकाउन्टको स्टेटमेन्ट हेर्न सक्नुहुन्छ, जसमा चाहिँ मैले 18,000 कमाएको छु। यो भिडियोमा म तपाईलाई मेरो शेयरमा गएर प्राइमेरी शेयर मात्र 1000 रुपैयाँमा एप्लाई गरेर त्यसबाट निकै आम्दानी गर्न सक्नुहुन्छ भन्ने कुरो मैले देखाउन गइरहेको छु। तपाईले के गर्नुपर्ने हुन्छ त्यो प्रोसेस अब सुरु गरौँ। सबैभन्दा अगाडि तपाई बैंकमा गएर मेरो शेयर एकाउन्ट बनाउन पर्ने हुन्छ। यसको लागि तपाईले मेरो शेयर र डिमेट एकाउन्टको फर्म भर्नुपर्ने हुन्छ। यो गरिसकेपछि 2-3 दिन भित्रमा तपाईको मेलमा मेरो शेयरको आइडी र पासवर्ड आउँछ र तपाईले बैंकसँग सम्पर्क गरेर सीआरएन नम्बर माग्नुपर्ने हुन्छ। कुनै पनि शेयरमा एप्लाई गर्नको लागि सीआरएन नम्बर निकै आवश्यक पर्छ, त्यसैले त्यो माग्न नबिर्सिनु होला। त्यति गरिसकेपछि तपाईले मेरो शेयर एप डाउनलोड गर्नुपर्ने हुन्छ प्ले स्टोरबाट। यदि तपाई पीसीमा हुनुहुन्छ अथवा ल्यापटपमा हुनुहुन्छ भने मेरोशेयर.com मा जानु होला। मेलमा आएको डिटेल्स हेरेर मेरो शेयरमा लगइन गर्नु होला। लगइन भइसकेपछि तपाईलाई पासवर्ड चेन्ज गर्न भन्छ। पासवर्ड चेन्ज गरिसकेपछि हजुरले ट्रान्ज्याक्सन पिन हाल्न पर्छ र त्यो हालिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। अब तपाई माई एएसबीए मा जानुपर्ने हुन्छ। गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ एप्लाई फर इस्यु। यहाँ हजुरले लिस्ट अफ शेयर्स हेर्न सक्नुहुन्छ, यहाँ अहिले खुलेको। तपाईले यहाँ देखिरहनु भएको शेयरमा अर्डिनरी शेयर लेखेको मात्र एप्लाई गर्नु होला, अरु चाहिँ नगर्नु होला र यहाँ एप्लाईमा क्लिक गर्नुहोस्। अब तपाईले कति किता भर्ने भनेर लेख्छ, त्यसमा हामीले जनरली 10 भर्ने गर्छौं, त्यसैले 10 लेख्नुहोस्। लेखिसकेपछि तपाईले त्यहाँ देख्न सक्नुहुन्छ अटोमेटिक 1000 देखाइरहेको छ। त्यो भनेको 10 किताको मूल्य हो र तपाईले यहाँ सीआरएन नम्बरको सेक्सन देख्न सक्नुभएको छ। त्यसमा आफ्नो सीआरएन नम्बर हाल्नु होला र त्यो चेक बक्स पनि टिक गर्नु होला र अब एप्लाई गर्नु। एप्लाई गरिसकेपछि तपाईको अगाडि ट्रान्ज्याक्सन पिन मागेको हुन्छ र ट्रान्ज्याक्सन पिन हालिसकेपछि एप्लाई क्लिक गरिदिनुस् र एप्लाई गरिसकेपछि तपाईको शेयर अब सक्सेसफुली एप्लाई भइसकेको छ। यसलाई हेर्नको लागि तपाई एप्लिकेसन रिपोर्टमा जानुपर्ने हुन्छ। गइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईले शेयर एप्लाई गरेको यहाँ देखाउँछ र यहाँ रिपोर्टमा क्लिक गर्नुभयो भने जसरी देख्न सक्नुहुन्छ यहाँ स्ट्याटसको अगाडि अनभेरिफाइड लेखेको छ। 2-3 दिन पछि यो भेरिफाइड हुन्छ र त्यसको 5 दिन 10 दिन कति दिन भित्र अब रिजल्ट आउने शेयरको यहाँ तपाईको रिजल्ट आउँछ र रिजल्ट आइसकेपछि त्यहाँ हजुरले देख्न सक्नुहुन्छ यो पर्यो कि परेन भनेर स्ट्याटसमा। यदि यहाँ एलोटेड लेखेछ भने त्यो शेयर पर्यो, यदि लेखेछ भने त्यो शेयर परेन। यदि तपाईलाई यो भिडियो केही हदसम्म पनि इन्फर्मेटिभ लाग्यो भने सब्स्क्राइब गरिदिनुस् हैन। सब्स्क्राइब गर्न नबिर्सिनु होला। यो लाइक बटन थिच्न पनि नबिर्सिनु होला। थ्यांक्स फर वाचिङ।